झर्नेवाला छौँ। गाइस यस्तो कलर अब यस्तो छ गाइस। यहाँ एनएस अघि यहाँ एनएस चिपेर सोना नै ब्लक भइसकेको छ यहाँ कलर। है गाइस हेर्नु टायरको हालत यस्तो भइसकेको छ। हेर्नुस् अघि अफ रोडिङ गर्दा गर्दै यस्तो भइसक्यो हालत टायरको। है गाइस टायर चाहिँ अफ रोडिङ टायर छ है। यस 220 गाइस 220 गइसक्यो अब एनएसको ट्रल। हिरो यो नेपाली सिर्चाली यसको सडक यस्तो गरिदिनु क्या होइन अलि पछाडि सर्ने हो। गाइस अहिले काठमाडौँ पुरै जङ्गल छिटिसक्यो गाइस है। टक्क लाएर है अगाडि 220 हिँडिरहेछ टक्क लाएर पछाडि आइरहेछ म चाहिँ। अब अहिले हिलोमा के हुने हो हालत 220 र एनएसको होइन रोन नै जान्छ तर उता उकालोमा चाहिँ गाइस अनि आवाले सिङलाई चाहिँ ल ल यस्तो उफ्रिरहेछ नि यार एनएस निल्नु कहाँ कहिले जाने अर्को शनिबार भन्छ होइन सहिले निम्बुबाट हुँदै जाने होइन कहाँ हो तिम्रो गाउँ मेरो मामा गाउँ सुन्यो तिम्रो घर मेरो मामा घर अरे बुझ्यो अब तिमीलाई बाजेको याद आउँदैन अहिले चाहिँ आउँदैन बाजेको याद आउँदैन आउँदैन किन यस्तो छ है घाँसमा सब कतिले है गयो मान्छे है लड़का दीवानी गाइस है ना अब हाम्रो एउटा कहाँ नि हामी त्यो एक्लै अर्को बाइकले यता त होइन अलि तलै हो हेर्नु यस्तो छ गाइस हेर्नु न गाइस अचानक कस्तो रुख हो यो अछम्मको टेढो परेको रुख गाइस कुलोबाट जान्छ पानी गाइस यहाँसम्म बाटो थियो पहिला त्यो पानीले गर्दा हो गाइस यहाँबाट खाने होइन यहाँ हाने यस्तो दामी बाटो हामीले ओर्ने खाने यस्तो छ बाटो यहाँबाट छ त्यो चाहिँ के हो थाहा भएन हामीलाई। हामी चाहिँ तल नै हिँडिरहेको छौँ धुनमा खाजा साजा खाइयो पुरा भइदियो होइन मिठो छ कि थियो मिठो छ कि मिठो थियो खाजा मिठो छ नि दामी कडा गाछ या त आँप आउँछ के हो आँपको बोट जस्तो लागिरहेको छ मलाई राजा दामी ट्रनी छ यहाँ अघि 20 र यहाँ सरकै सुत्यो होइन त यही चिप्ले सर्न नै
स्वाटै चिल्यो हैन पैसा हावा गयो पानी पनि के यार अङ्कलले नि बाटो आगो गाइस यस्तो अङ्गुर छ गाइस यस्तो अनि कहाँ चिप्लिँदैन त होइन यस्तै पनि Q20 र NS हुन्छ भने होइन बजाज कम्पनी चाहिँ अहिले कहिले चिप्लिन्छ यस्तो पावरफुल कम्पनी डुमिनार शुद्ध बजाजले बनाएको यो 600 सीसी 600 होला हौ होइन 80 होला होला नि त्यस्तो छ है जङ्गलको भ्यू चाहिँ हेर्नु न यस्तो उफ्रिरहेको छ कि त्यहाँबाट त रामसिंहको हातमा आइरहेको छैन गाइस आइपुग्यो अघि नै यस्तो दामी गाइस अहिले त झन् हिलो भएको छ गाइस बाइकहरू आएर झन् बढेको होला है गाइस यहाँ चाहिँ धेरै साह्रो खतरा लाग्छ भेट्नुतिर चाहिँ होइन टक्क लाएर जङ्गलै जङ्गल गएर उनीहरू चाहिँ हो नि है गाइस हेर्नु यस्तो छ है हालत यस्तो हल्लिरहेको छ गाइस यस्तो चिप्लिरहेको छ नि गाइस पछाडिको सिटबाट होइन भने टायर होइन क्या म पछाडिबाट चिप्लिरहेको छु अब सुन यो लेफ्टतिर अब चाहिँ सस सुकेको छ गाइस अहिले चाहिँ हाम्रो पकला Q20ले मोड काट्यो है कस्तो एमेजन जङ्गल जस्तै छ गाइस यो चाहिँ यहाँनिर मान्छे खस्यो भने हराउँछ होला है यहाँनिर मान्छे खस्यो भने त हराउँछ होला है पुरा बाटो चाहिँ छैन होला है यहाँ त है पिच बाटो बनाउनु पर्ने कि है बसेको चिप्लिन्छ गाइस त्यहाँ तल चाहिँ डटहरू के बाइक रहेछ Q20 चाहिँ अगाडि गइसक्यो होइन हाम्रो यस्तो छ बाटो त्यहाँबाट हाम्रो राम्रो छैन होला गाइस तर दामी चिप्लो छ बाटो चिप्लो चाहिँ दामी छ होइन दामी चिप्लो छ बाटो त यहाँ बाटो फर्काएर रहेछ फर्काएर यस्तो छ गाइस बाटोको हालत यहाँको बाटो पनि के अरे पिच हालिदिनु पर्ने थियो है यस्तो अप्ठ्यारो छ नि गाइस यहाँ मेरो हृदयले यो पाइको यस्तो छ गाइस है टक्क लाएर हो के भाइ यस्तो के हुँदैछ यहाँ भोलिको प्लान थाहा छ नि विनोद हजुर भोलिको प्लान थाहा छ नि ल भोलि पनि भ्लग आउँछ होला गाइस पछाडिको सिट कस्तो साह्रो भनेको है यार बस्छु यार यस्तो अफरमा
चिन्छ है यस्तो छ गाइस बाटो यो चाहिँ यार रुख पनि कस्तो रुख होला यार कसले उब्रायो होला कि पहिलेको रे यत्रो रुखको रुख चाहिँ मैले हो विनोद मैले हिजो भर्खर आएर रोपेर गएको हो मैले विनोद सुन्यो यस्तो छ बाटो कालो गाइस मेरो ड्याडीलाई हामी आइसक्यो कि आएको छ कि छैन भनेर चिन्ता भएर हरन बजाएको बजाइ जाँदैछ अघिदेखि मैले लडाइदिन्छ डराउ गरेको थिएँ तिम्रो बाबा हँ तिम्रो ड्याडी क्या तिम्रो ड्याडी मैले बाइकमा लडाइदिन्छ डराउ गरेको है Guys, dorain daddy dorain. Guys, vlog चाहिँ साह्रै नै लामो हुनुभयो क्या हो अघि टाढा आएन हामी हैन हैन टाढाको लागि चाहिँ ड्याडी उताबाट हामी सिब्लिङ चाहिँ 100 नगायो होला नि त्यहाँ अनि यस्तो छ गाइस यहाँ चाहिँ ओह्रालो रहेछ यार अघिदेखि ओह्रालो हेरेको छौँ अघिदेखि एक औटाबाट उता लाग्छ अहिले चाहिँ पर्खिरहेको छ गाइस है टोक्क ला केसो चिनो मन्ना केसो नाइस अरू यो बाटो त म पहिला आएको जस्तो लाग्यो त यो बाटो पहिला म हेरेको जस्तो लाग्यो त